एकजना माओवादी दाजुले चाहिँ यस्तो भन्दै हुनुहुन्छ, उहाँको पहिला यो भिडियो सुन्नु होला है त। हँसिया दडाको झन्डा बोकेर गणतन्त्र जिन्दाबाद भनेको छ, यो मैले बुझ्न सकिनँ। माओवादीको भनौँ भने प्योर माओवादी त म वर्षौँ जङ्गलमा हिँडेको, प्रचण्डको लागि कहाँ थापेर हिँडेको, ज्यान दिन्छु भने हिँडेको प्योर माओवादी हो। अहिले पनि माओवादी नै हो, प्रचण्डकै सपोर्टमा छ। तर देश रहनु पर्यो नि त। देश रहेन भने घन्टाको माओवादी के को माओवादी? देश बच्नको लागि राजा चाहियो। कुरो बुझाउने साथी हो। देशै रहेन भने हामी कहाँ रहन्छौँ? हामी गरिब दुखी जनताहरू कहाँ हुन्छौँ के? बुझ्नु नसकेको कुरो यो। अहिले आफ्नै शाखा सन्तान मध्ये सबैजनालाई ठाउँमा पुगौँ, गरिब दुखीहरू जनताहरू जहाँसुकै जाओस्, लडोस् मडोस्, मतलब छैन भन्नेको पक्षमा हिँड्नु भएर जनतालाई देश चाहियो। देश बचाउनको लागि राजा चाहियो। के केटा हो? के तात्तुन साह्रो मुला सोचेको? ल साथीहरू, जति पनि माओवादी साथीहरू हुनुहुन्छ, जो जति पनि यो भिडियो हेरिरहनु भएको छ, उहाँ दाजुको यो भनाइप्रति तपाईँहरूको विचार चाहिँ के छ? म चाहिँ यो कुरामा, उहाँको कुरामा चाहिँ 100% सहमत छु। तपाईँहरूको विचार चाहिँ तल कमेन्टमा बताउन नभुल्नु होला है त।